सरकार शान्ति सुरक्षा कायम गर्नका लागि निरन्तर लागिरहेको छ। यो गृह मन्त्रालयको मुख्य विषय समेत भएकोले देशमा हुने हत्या, हिंसा, बलात्कार लगायतका अपराधहरूको अनुसन्धान हामीले चरणबद्ध रूपमा गरिरहेको छौँ र माननीयज्यूले उठाउनु भएको विषय एकदमै सेन्सिटिभ छ। यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु, हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नु भएको? र अहिले हामीलाई आएर त्यो भारी पकाउँदै गर्दाखेरि म माननीयज्यूलाई के एउटा आग्रह गर्न चाहेँ भन्दाखेरि चाहिँ यो एकदम सेन्सिटिभ विषय हो। यो सेन्सिटिभ विषयलाई हामीले जहिले पनि त्यो एउटा आमाको घाउलाई कोटाको गर्ने हो कि सदनको मार्फतबाट उहाँलाई पीडा दिइराख्ने हो कि यसमा चरणबद्ध रूपमा चाहिँ सूक्ष्म तरिकाले अनुसन्धान गरेर यसको रिजल्ट दिने हो। सम्मान्य अध्यक्ष महोदय, अहिले मन्त्रीज्यूले बोल्दै गर्दाखेरि मेरो विधायकी अधिकार हनन भएको मैले महसुस गरेको छु। मैले प्रश्न गर्ने र मन्त्रीज्यूले उत्तर दिने यो हाम्रो नैसर्गिक अधिकार हो, हाम्रो संसदीय प्रणालीमा भइरहने कुरा हो। त्यसैले मैले प्रश्न गर्न पाउनुपर्छ र मन्त्रीज्यूले उत्तर दिनै पर्दछ, यो चाहिँ बाध्यता कुरा हो। हाम्रो सरकार गठन भएको 4.25 महिना भइसक्यो। यस लगत्तै गठन भएको छानबिन तथा अनुसन्धान समितिले यतिका लामो समयसम्म पनि निष्कर्षमा नपुग्नु दुःखको कुरा हो। अबको कति महिना कति दिनभित्र हाम्री चेली निर्मलाले न्याय पाउँछिन्? यही प्रश्न राखेँ। धन्यवाद। हुन्छ, म यसको उत्तर दिन चाहदिनँ। मान्य मन्त्रीज्यू, म उत्तर दिन चाहदिनँ।